मौसम परिवर्तनसँगै स्वास्थ्यमा के कस्ता समस्याहरू उत्पन्न गर्न सक्छ र यसलाई कसरी होमियोपेथिक औषधिहरूबाट यसलाई छुटकारा दिलाउन सकिन्छ भन्ने बारे आज म चर्चा गर्नेछु। सर्वप्रथम सुरु गरौँ एकोनितम नेपालसबाट। यो औषधि विशेष गरेर सुक्खा, चिसो हावा वा अत्याधिक तातो मौसमको सम्पर्कपछि अचानक सुरु हुने रोगहरू जस्तै रुगाखोकी, ज्वरोमा प्रयोग गरिन्छ। लक्षणहरूमा उच्च ज्वरो, बेचैनी र चिन्ता समावेश गरेका हुन्छन्। एलियमचेपा, नाकबाट धेरै पानी जसो रस आउने जसले नाक र माथिल्लो ओठ पोल्ने बनाउँछ, तर आँखाबाट बग्ने पानीले जलन नदिने रुगाखोकीमा लाभदायक हुन्छ। यस्तो अवस्थामा तातो कोठामा बढ्छ र खुल्ला हावामा आराम हुन्छ। आर्सेनिकम आल्बम, काम ज्वरो, अत्याधिक थकान र श्वास प्रश्वास मार्गमा पोल्ने जस्तो दुखाइमा उपयोगी मानिन्छ। लक्षणहरू विशेष गरेर तातोले आराम हुन्छ र चिसो भिजेको मौसम वा मध्यरातितिर बढ्छ। बेलाडोना, अचानक र तीव्र लक्षणहरू जस्तै उच्च ज्वरो, बलक बलक टाउको दुखाइ र रातो तात्तिको अनुहारमा प्रयोग गरिन्छ। बिरामी प्रकाशप्रति संवेदनशील हुन्छन् र घाँटी दुख्ने वा भुक्ने जस्तो खोकी हुन सक्छ। ब्रायनिया अल्बा, सुक्खा र पीडादायक खोकी वा छाती दुखाइ जुन सानो हलचलले पनि बढ्छ, त्यस्तो अवस्थामा प्रभावकारी हुन्छ। बिरामी धेरै तिर्खाएको, चिडचिडे र एक्लै बस्न चाहने हुन्छ। जेल्सिमियम, बिस्तारै सुरु हुने लक्षणहरू जस्तै टाउको दुखाइ, थकान, मांसपेशी दुखाइ र शरीरमा भारीपन र रुगाखोकीमा उपयोगी हुन्छ। विशेष गरी भिजेको मौसम वा अत्याधिक न्यानो वातावरणले सुरु हुँदा प्रभावकारी हुन्छ। रस टक्सिकोडेन्ड्रोन, शरीर दुख्ने, जोड्नी कडा हुने र पीडा विशेष गरेर चिसो, भिजेको वा वर्षायामको मौसमबाट हुने समस्यामा प्रयोग गरिन्छ। न्यानो र निरन्तर चलायमान हुँदा समस्या आराम हुन्छ। अन्य मौसमसँग सम्बन्धित समस्याहरूका लागि विशेष औषधिहरू बारे पनि म जानकारी दिन गइरहेको छु। न्याट्रम मुराटिकम, जाडो मौसममा हुने हे फिभर जसलाई हामी एलर्जी पनि भन्छौँ, यसका लक्षणहरू जस्तै हाछ्यो आउने, आँखाबाट पानी बग्ने र ओठ वरिपरि पानीको फोकामा उपयोगी हुन्छ। यसमा प्राय शोक र जीवनका परिवर्तनसँग जुझ्न गाह्रो हुने भावनात्मक पक्ष पनि जोडिएको हुन्छ। ग्लोनेयन, अत्याधिक घाम र गर्मीको कारण हुने गर्मीजन्य थकान, बल्किने टाउको दुखाइ र चक्कर आउने लक्षणहरूमा प्रयोग गरिन्छ। हेपार सल्फोरिकम, चिसो हावा वा सानो हावाको झोकाले पनि समस्या पीडादायी हुन्छ। चिसोले स्वर सुक्ने, सुक्खा खोकीमा उपयोगी हुन्छ।